USA को भिजा अप्रुभल रेट अहिले राम्रो भइरहेको छ। यदि तपाईं पनि USA मा स्टडीको लागि जाने प्लानमा हुनुहुन्छ भने दिस क्यान बी द राइट टाइम फर यु टु स्टार्ट योर प्रोसेस। यदि तपाईको +2 को अर ब्याचलरको रिजल्ट आएर बसिराख्नु भएको छ, आइएलटीएस पनि दिनु भएको छैन, चिन्ता नगर्नुहोस्। धेरै युनिभर्सिटीमा डुओलिङ्गो इङ्ग्लिश टेस्टको अप्सन पनि अभाइलेबल छ। भिजा अप्रुभलको डिसिजन एउटा मात्र कुरामा डिपेन्ड नभई तपाईको ओभरअल प्रोफाइलमा डिपेन्ड गर्छ। जस्तै कुन युनिभर्सिटी सेलेक्ट गर्नुभएको छ, ट्युसन फी र लिभिङ कस्ट कति अफोर्डेबल छ, युनिभर्सिटीको एक्रिडेसन, एकोमोडेसनको अरेन्जमेन्ट अनि तपाईले चुज गर्नुभएको कोर्स फ्युचरको लागि कति रिलेभेन्ट छ। युनिभर्सिटीले I-20 इस्यु गरेपछि त्यो डकुमेन्टको बेसिसमा भिजा प्रोसेस अगाडि बढ्छ। तर तपाईको लास्ट डिसिजन चाहिँ भिजा इन्टरभ्यूमा डिपेन्ड हुन्छ। यदि तपाई जनवरी इन्टेकको लागि एप्लाई गर्ने सोचमा हुनुहुन्छ भने अहिलेदेखि नै एप्लाई गर्न स्टार्ट गर्नुहोस्। अर्ली एप्लाई गर्दा एक्सक्लुजिभ स्कलरशिपहरू पाउने चान्सेस पनि बढी हुन्छ र युनिभर्सिटी सिट सेक्युर गर्न पनि सजिलो हुन्छ।